मिनट। माननीय सभामुख महोदय, सबभन्दा पहिला मध्य प्रदेश सभाको तेस्रो अधिवेशन सुरु भएकोमा सबैले शुभकामना दिन चाहन्छु। दोस्रो, वैशाख 4 गते जुन मुख्यमन्त्रीजीले विश्वासको मत लिनुभएको थियो, त्यो दिन प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को उल्लङ्घन भएको देखिएको छ, जुन चाहिँ संविधानको समेत उल्लङ्घन हो। किनभने त्यसमा परिच्छेद 16 को त्यसमा 5 उपदफा 5 मा स्पष्ट व्यवस्था भएको छ कि उपनियम 4 बमोजिम प्रस्तावमा छलफल गर्न सभामुखले समान सभा समयावधि निर्धारण गर्नेछ, जुन चाहिँ प्रदेश सभाको कुनै दललाई त्यो दिन बोल्न दिएन, त्यो चाहिँ उल्लङ्घन हो। या त त्यो धारा नै निलम्बन गर्नु पर्थ्यो, त्यो चाहिँ घोर आपत्ति छ हाम्रो। अर्को, स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान 24 अर्ब 48 करोड रुपैयाँ केन्द्रले चाहिँ स्थानीय तहलाई दिने चाहिँ त्यो चाहिँ 2080-81 को बजेट चाहिँ निकासा हुन सकेको छैन र अहिले नेपाल नगरपालिका महासंघ र गाउँपालिका महासंघ पनि आन्दोलनरत छ। केन्द्र सरकारले अविलम्ब त्यो निकासा गर्नुपर्छ, त्यसमा हाम्रो पार्टीको पनि समर्थन रहेको छ। त्यस्तै केन्द्र सरकारले चाहिँ अब 2081-82 को बजेट ल्याएको छ, त्यसमा चाहिँ मध्य प्रदेश सरकारसँग चाहिँ विभेद गरिएको छ। किनभने मध्य प्रदेशमा झन्डै 21% जनसङ्ख्या, देशको 21% जनसङ्ख्याको बसोबास छ, झन्डै 61 लाखको हाराहारीमा। त्यसमा जम्मा 11 अर्ब 35 करोड रुपैयाँ विनियोजन गरिएको छ, तर 5% मात्र बसोबास गर्ने झन्डै 5.8 झन्डै 6% बसोबास गर्ने कर्णाली प्रदेशमा चाहिँ 16 अर्ब रुपैयाँ चाहिँ विनियोजन गरिएको छ, जहाँ 17 लाख मात्र जनसङ्ख्या छ। त्यसैले केन्द्र सरकारले अहिले पनि विभेद जारी राखेको हाम्रो ठम्याइ छ। अब प्रदेश सरकारको कुरा गरौँ। प्रदेश सरकारले यस आर्थिक वर्षको लागि विशेष अनुदान र सम्पूरक अनुदान माग गर्नुपर्ने थियो, नमाग गरेको अवस्थाले यस प्रदेशलाई चाहिँ 2 अरबको बजेट कम आएको छ। यो प्रदेशमा यसको जिम्मेवारी कसले लिने? सम्बन्धित मन्त्रीले लिने कि मुख्यमन्त्रीले लिने? कसले लिने हो? एकतिर हामी चाहिँ विभेद गर्यो भन्छौँ, हामीले माग्दै नमागेपछि सूचना आह्वान गरेको थियो, मागेन। यसको जिम्मेवारी चाहिँ कसले लियो? मुख्यमन्त्रीले चाहिँ यहाँ जवाब दिनु पर्यो संसदमा कि यो प्रदेशमा 2 अरब जुन बजेट कम आएको छ, त्यो जिम्मेवारी तपाईले लिने हो कि नलिने हो? अर्को, यो प्रदेशमा त्यसै पनि सुक्खा भइरहेछ। अहिले कृषि विद्युतीकरणका लागि छुट्याइएको रकम फ्रिज भएको हामीलाई जानकारी भएको छ। यो चाहिँ 2टा मन्त्रीको लुच्छा चुडीले यो फ्रिज भएको हामीलाई चाहिँ जानकारी आएको छ। यस सम्बन्धमा पनि सरकारले यो सदनलाई चाहिँ जानकारी गराउनु पर्यो। यस अधिवेशनमा प्रमुख 2 काम हुने मैले चाहिँ देखेको छु। एउटा त सरकारले विश्वासको मत लिने, अर्को बजेट पास हुने राम्रोसँग होस् र अन्तमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश सभाको तेस्रो अधिवेशनको सफलताको कामना गर्दछ। धन्यवाद। अब माननीय माला कर्ण, समय 5 मिनट। सभामुख महोदय, आज यो मध्य प्रदेश सरकारले सुरु गरेको तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिन चाहन्छु।
र केही कुरा राख्न पनि चाहन्छु। हामी जनप्रतिनिधि हौ, जनताका प्रतिनिधि। जनताले हामीसँग धेरै आशा अपेक्षा गरेका छन्, तर के हामी साँच्चीकै रूपमा जनताका कुरा सम्बोधन गर्न सकेका छौँ त? हामीमाथि नै यो प्रश्न चिन्ह खडा भएको छ। यस्तो अवस्थामा हाम्रो यो दोस्रो अधिवेशनमा हाम्रो सदन जम्मा 15 कि 16 दिन चल्यो र तेस्रो अधिवेशन आजदेखि प्रारम्भ भएको छ। त 15-16 दिनको अधिवेशनमा बैठकमा 4 चोटि विश्वासको मत सरकारले लियो र त्यसमै समय हाम्रो खिएर गयो। हुन त यो स्वाभाविक प्रक्रिया हो, सरकार अब गठन हुने र विश्वासको मत लिने, पुनर्गठन हुने त कुरा चलिरहन्छ। तर हाम्रो मुख्यमन्त्री, अर्थमन्त्री लगायतका मन्त्रीहरूज्यूले त निरन्तर सरकारमा छन्। के हाम्रो यस्तै रवैयाले हाम्रो जनताको आशा र अपेक्षा पूरा हुन्छ त? अब यो अधिवेशनले फेरि तेस्रो अधिवेशनबाट नीति कार्यक्रम र बजेट आउँछ, त्यसमा के हामी फेरि त्यस्तै गर्ने हो त? कि उनीहरूको जनताको अपेक्षा पूरा हुने खालको अब यो नीति तथा कार्यक्रम ल्याओस् र आउने बजेटमा त्यसलाई सम्बोधन हुने खालका योजनाहरू ल्याओस् भन्ने अपेक्षा राख्दछु। र पुनः म यो तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न होस् त शुभकामना पनि दिन चाहन्छु। र केही कुरा संघीय सरकारको बारेमा म गर्न चाहन्छु। संघीय सरकारले जुन, हुन त हाम्रै सरकार, हाम्रै पार्टीका प्रधानमन्त्री छन् र अर्थमन्त्री पनि छन्, तर पनि केही कुरा म उहाँहरूसँग आग्रह गर्न चाहन्छु। किन मध्य प्रदेशसँग यति विभेद? कि यहाँका नागरिक होइन? उहाँहरूको पनि भावना समेटेर बजेट ल्याएको भए यहाँका जनता पनि खुसी हुन्थ्यो। र यसै सदनबाट म आग्रह गर्न चाहन्छु कि कम्तीमा मध्य प्रदेश प्रति जुन माया प्रेम हाम्रो प्रधानमन्त्रीज्यूले अभिव्यक्ति दिइरहनुहुन्छ त्यो अभिव्यक्ति कार्यान्वयनमा आओस् भन्ने म आग्रह पनि गर्न चाहन्छु। र पुनः म आउने यो सरकारका विश्वासका मतका कुरा र बजेट ल्याउने कुरामा यो मध्य प्रदेश सरकार अलि सचेत भएर जनताका अपेक्षा पूरा हुने खालको बजेट ल्याउन म आग्रह गर्दछु। धन्यवाद। अब मान्य श्री चन्दन कुमार सिंह, समय 7 मिनट। माननीय सभामुख महोदय, आजदेखि हाम्रो मध्य प्रदेशको तेस्रो अधिवेशनको सुरुवात छ। सर्वप्रथम उपस्थित मान्यजीहरू लगायत उपस्थित नभएका पनि मान्यजीहरूलाई समग्रमा सबैमा एकमुष्ट शुभकामना र यो अधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामनाको साथ अगाडि बढोस्। यो सबैको अपेक्षा अनुसार यही चाहनामा जनताको पनि चाहना, जनताको पनि भलो छ र यसैमा निहित छ। त्यसैले हामी यो शुभकामना सहित, सफलताको कामना सहित अगाडि बढोस् भने पुनः फेरि एकचोटि शुभकामना दिन चाहन्छु। माननीय सभामुख महोदय, धेरै पछि आज यो सभाको गरिमामय सदनको उपस्थिति देखियो र त्यो कारण सर्वविदितै छ। धेरै कारणहरू पनि छन्। एउटा प्रमुख कारण हाम्रो दल माग जुन गरिराखेको थियो, मधेस कृषि विश्वविद्यालयको घटनामा
संलग्नता र घटनामा भएको प्रक्रियालाई दुर्घटनाको रूपमा जुन एउटा देखियो त्यसलाई खास गरेर मलाई लाग्छ कि समीक्षा गर्नुपर्ने जरुरी थियो र यसको छानबिन उचित छानबिन गर्नुपर्ने जरुरी देखिन्थ्यो। त्यो समितिले छानबिन अवश्य नै सही निष्पक्ष र तथ्यगत छानबिन गर्छ भन्ने विश्वासको साथ आज जुन मान्य सभामुख महोदय सबै दलसँग सहमति गराएर एउटा छानबिन समितिको जिम्मेवारी दिनुभएको छ, त्यसको लागि पनि मान्य सभामुखलाई खास गरेर धन्यवाद दिन चाहन्छु र सदनलाई पनि धन्यवाद दिन चाहन्छु। अर्को कुरा म भन्न चाहन्छु भन्दाखेरि त कसलाई भने सरकार नै अल्पमतमा छ। सरकारको अहिलेको स्थिति हेर्दाखेरि बजेट नीति कार्यक्रम के ल्याउँछ भने आफै दौरादौरमा छ। अहिले पनि मुख्यमन्त्रीजी सायद दौरादौरमै हुनुहुन्छ, विश्वासको मत के होला भनेर। प्रक्रिया हो यो, स्वाभाविक हो, 4 चोटि होस् 5 चोटि होस् जति चोटि होस् लिनुपर्ने त प्रक्रिया नै हुन्छ। तर के छ भने समग्रमा भन्दाखेरि जनताको हितमा कुरा गर्दाखेरि हामी सबैले यसमाथि गम्भीरता ल्याउनु पर्ने आवश्यक छ। सरकार पक्ष होस् प्रतिपक्ष होस्, भोलि सरकारमा को जाला पर्सि को जाला त्यो ठेगान त छैन। तर जुनसुकै अवस्थामा पुरै सदनको गरिमा यसैमा हुन्छ कि आगामी नीति कार्यक्रम र बजेट जनतामुखी होस्, किसानमुखी होस्, सिँचाइमुखी होस्, पानी गाउँ गाउँमा पानीको जलस्तर जुन एउटा तल एउटा लेयर जमिनको जुन मुनि एउटा तलको एउटा लेयर भन्दा पनि तल गइसकेको अवस्था छ। गाउँको गाउँ सुक्खा अवस्था छ, सुक्खा घोषणा भइसकेको छ। यस्तो परिस्थितिलाई कसरी मूल्याङ्कन गरेर जाने हो त्यो भोलि पर्सि त सायद सरकारले विश्वासको मत लिने पनि भन्दैछन्। यो परिस्थितिलाई हेर्दाखेरि जुनसुकै अवस्थामा जोसुकै सरकार आओस् समग्रमा यसमाथि चिन्तन हुनुपर्ने आवश्यक छ। म त्यसप्रति आग्रह गर्न चाहन्छु सम्पूर्ण गरिमामय सदनलाई यो गम्भीरतालाई ध्यानमा दिएर हामी सबै माननीयहरू यो तेस्रो अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्दा उचित होला र यसमाथि जनताको हित र जनताको विषयलाई सम्बोधन गर्ने वातावरणमा एउटा तयार होस् भन्ने कुनै व्यक्तिलाई कुनै व्यक्तिगत बनाउन नहोस्, कुनै पार्टीगत नहोस्, बजेट जनतामुखी होस्, व्यक्तिमुखी होइन पार्टीमुखी नबनाओस्। यो भन्दा पहिला पनि बजेट बन्या थियो, त्यसमा पनि त्रुटि छ, अझ पनि सुधार्ने मौका होस्। यो बजेटमा त्यस्तो किसिमको वातावरण नदेखियोस् हाम्रो चाहना हो, हाम्रो दलको पनि स्पष्टता हो। यसमाथि हामी सबैले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने जरुरी छ मान्य सभामुख महोदय। अनि मात्रै प्रदेशको विकास, संहिताको जननी भनिन्छौँ हामी मध्य प्रदेश, तर संहिताको अवस्था र यो सबै व्यवस्था हेर्दाखेरि लाग्छ कि धेरै कुरा सुधार गर्नुपर्ने आफैमा आवश्यकता छ। एउटै डफली पिटेर वर्षौं बिताउने काम नगरौं, नयाँ योजना सहितको नयाँ विकासको वातावरण सहितको एउटा नयाँ किसिमले जानुपर्ने अब आवश्यकता छ। त्यसमाथि हामी ध्यान देऊ। पूर्वमा मान्यजीले पनि भनिसक्नु भएको छ, संघीय सरकारबाट पनि बजेटको कटौती भएकै भएछ, बजेट खर्चै गर्न सकेका छैनौँ। गत वर्षको आब हेर्नुस्, अहिलेको परिस्थिति हेर्नुस्, समग्रमा हेर्दाखेरि सरकारको मन्त्री अर्थमन्त्री होस् मुख्यमन्त्रीजी आफैले यसमाथि के कसो गर्नुभयो त्यसमाथि ध्यान दिनुपर्ने जरुरी छ र आगामी बजेटको लागि के गर्दै हुनुहुन्छ भन्ने कुरा प्रष्टता हुनुपर्ने जरुरी छ। हुन त अब हिजो आज त उहाँ आफै व्यस्त हुनुहुन्छ, धेरै कुरा अहिले यहाँ राख्नुपर्ने आवश्यक मैले देखेन। तर आज शुभकामनाको दिन हो, खास गरेर शुभकामना सहित सबै माननीयजीहरू, प्रदेशका सबै जनतादेखि लिएर सबैमा यो प्रदेशको स्वाभिमान गरिमा र अग्रगामी भूमिकामा निर्वाह गर्ने सबै मान्यजीहरू सफलताको साथ अगाडि बढ्नुहुनेछ यति आशाको साथ विश्वासको साथ म आफ्नो बानीलाई यही विराम दिन्छु। धन्यवाद, नमस्कार। अब मान्य श्री रामशेष यादव, समय 11 मिनट।
माननीय सभामुख महोदय, सबसे पहले तो मध्य प्रदेश सभा के तेसर अधिवेशन के बहुत बहुत शुभकामना देव चाहे छी। संपूर्ण मधेशवासी और देशवासी और विदेश में रह रहल संपूर्ण संघीयता और गणतंत्र प्रति उत्तरदायित्व समुदाय सबके आई महत्वपूर्ण दिन अछि। हम सब तेसर अधिवेशन के शुभारंभ में छी और तेसर अधिवेशन के दिन हमरा सबके सर्वप्रथम जन आंदोलन, मधेश आंदोलन, जनयुद्ध, थरवट आंदोलन सहित विभिन्न अधिकारवादी आंदोलन में शहादत देने संपूर्ण वीर शहीद प्रति श्रद्धासुमन अर्पण करै छी और घायते सबके शीघ्र स्वास्थ्य लाभ के कामना सेहो करै छी। आजुक दिन विशेष अछि और हम सब अधिवेशन के पहल दिन में हमरा सबके चर्चा करे के चाही जे विगत में प्रदेश सभा से की उपलब्धि भेलै। प्रदेश सभा के उपलब्धि के आई हमरा सबके चर्चा पर चर्चा करे के दिन है। हम सब प्रथम काल के अगर चर्चा करी मध्य प्रदेश सभा के तो वही समय में 55 टा अपने के विधेयक पारित भेले और प्रथम प्रदेश सभा के खुशबू रहे जे मात्र 1-8 टा विधेयक में 1-2 टा विधेयक में मात्र सत्ता पक्ष और प्रतिपक्ष बुझेले, लेकिन बाकी विधेयक में गणतंत्र के संस्थागत केना कैल जाए और संघीयता के संरक्षण केना कैल जाए तै प्रति प्रतिबद्ध भक संपूर्ण मध्य प्रदेश के सांसद सब एक मत भक ई विधेयक अहाँ के पारित केलकै। मध्य प्रदेश सभा के जे अधिकार अछि उ अधिकार सरकार के नहीं होइ छै। सरकार एन नहीं बना सकैए। एन बनाबे के दायित्व अहाँ के संघ में संघीय संसद के अछि और प्रदेश में प्रदेश सभा के अछि। एन सरकार नहीं बनबै छै, एन सब गोटे मिल के बनबै छै और एन कोनो पार्टी विशेष के लेल नहीं बनै छै। वो एन बनै छै संपूर्ण जनता केंद्रित रहै छै। वो एन वो पार्टी केंद्रित एन नहीं रहै छै। ताहि दुआरे ओहि समय में हम सब 55 टा विधेयक पारित कैली, एन बनेली और हम सब दोसर कार्यकाल में छी। दोसर कार्यकाल के प्रथम अधिवेशन में हम सब 36 टा बैठक कैली और दोसर अधिवेशन में हम सब 14 टा बैठक कैली। 50 टा बैठक की उपलब्धि अगर लोग सुनत आ लोग के पता अछि तो ये प्रश्न सरकार से नहीं, ये प्रश्न मध्य प्रदेश सभा के संपूर्ण राजनीतिक दल के प्रदेश सभा से पूछत जे एन बनाबो में कत अवरुद्ध भेल। तो एन हम सब कैटा बनेली, ई 50 टा बैठक क 3 टा एन। वो 3 टा एन कोन जे बनावटा पड़त? अर्थ विधेयक, विनियोजन विधेयक और 1 टा एन रहे जे केही एन संशोधन। कह के मतलब ओहि समय में मध्य प्रदेश नहीं रही भेल तो प्रदेश नंबर 2 लिखल रहे तो ओकर हम सब जे से संशोधन करके मध्य प्रदेश करके कैली और 10 टा विधेयक अहाँ के दर्ता है, तेमे से 3 टा अहाँ के पारित भेल और 60 टा विधेयक अहाँ के दर्ता भक 4 टा विधेयक खेलकूद विधेयक, स्थानीय सेवा सुविधा विधेयक, बालिका संरक्षण विधेयक और सवारी यातायात विधेयक ई अपने के समिति से पास भ चुकल है और किछ अखन सरकार पाइपलाइन में सेहो रखने हैं। कृषि विधेयक अंतिम चरण में पहुंच गेल है जे हमरा जानकारी भेल सचिवालय से। तो कह के मतलब हम सब एन नहीं बनेबे, ट्रैक नहीं बनते तो ई पर ट्रेन केना चलते, राज्य सत्ता संचालन केना हेते। ताहि दुआरे एन बनाबे में हमर पुनः विनम्र आग्रह रहती आई शुभ दिन अछि तो हम सब गोटे एन बनाबे में एकरूपता के साथ हम सब जैसे आगाड़ी बढ़ी और सहकार्य करी। सत्ता ऐते और जैते मुदा संघीयता और गणतंत्र रह के चाहिए। हमरा बुझाइए सत्ता तो परिवर्तन होइत रहे छै। ई पद जे अछि ई सर्वकालीन पद नहीं। अपना सब जे पद धारण केने छी
सब गोटे वो पद सर्वकालीन नहीं, वो पद अल्पकालीन है। सर्वकालीन पद तो वह अछि जे अहाँके व्यक्तित्व, राजनीतिक संस्कार, राजनीतिक आचरण, राजनीतिक व्यवहार ई अहाँके बचल रहती तो चुनाव लड़ू और नहीं लड़ू, चुनाव जीतू और नहीं जीतू, अहाँके मूल्यांकन समाज अहाँके करते। गांधी जी प्रधानमंत्री भारत के नहीं बनले, महात्मा गांधी जी। तो ते हिसाब से हम सब जैसे राजनीति के अगर परिभाषा सीधा कहे छे कि राजनीतिक समाज के डोरियावे छे और समाज अच्छा राजनीति के स्थान दे है, ते द्वारे हम सब जैसे स्वयं चिंतन कक आगाड़ी बढ़ी और जे अपन के अवस्था अछि ओ अवस्था सब गोटे से छुपल नहीं अछि। अखन तुरंत संघीय सरकार के बजट आयल, वो बजट 18 खरब 60 अरब 30 करोड़ के बजट आयल। गत वर्ष 17.5 खरब के बजट रहे संघीय सरकार के। 17.5 खरब के बजट में 4टा अनुदान प्रदेश सरकार के जो मिलल रहे, मध्य प्रदेश सरकार के, वो अहाँ के रहे 17 अरब 45 करोड़। हम गत वर्ष के चर्चा करी छी। और एहि बेर जे 18 खरब 60 अरब 30 करोड़ के बजट में प्रदेश सरकार के मिलल गए 11 अरब 35 करोड़, करीब 2 अरब 10 करोड़ रुपया अहाँ के कम आयल। कह के मतलब जे 61,26,280 मध्य प्रदेश के जनसंख्या है। अखन नया तथ्यांक देखबे तो मध्य प्रदेश जनसंख्या में सबसे अव्वल अछि। जनसंख्या के हिसाब से भूगोल में हम सब छोट छी। 70टा प्लेट में अगर खाना राखल है, 70टा प्लेट में खाना राखल है और संख्या जे अपने के 7 से रहते तो कै आदमी खेते और कतेक आदमी भूखल रहते। बजट किनका किनका लेल बजट चाहिए, किनका लेल? आम जनता के केंद्रित बजट अहाँ के जैसे ढूंगा बालुआ गिट्टी के लेल नहीं, मनुष्य के लेल चाहिए। ठीक छै, जे डिस्क्रिप्शन में पढ़ल अछि ओकरा तो अहाँ के देखियो, रिमोट एरिया है ओकरा देखियो, लेकिन एकटा विशेष वर्ग के साथ जकरा जर्मन में निग्रो कहे, श्रीलंका में तमिल कहे और नेपाल में मधेसी कहे, वही वर्ग के साथ गणतंत्रकालीन घोषणा भेला के बाद भी अन्याय। ते दुआरे ई सब गोटे के चिंतन करे के यहाँ के विषय अछि। तो हमरा सबके सामूहिक एहि विषय पर चिंतन क के आगाड़ी बढ़ी, गणतंत्र और संघीयता के रक्षा करे के हमरा सबके आगाड़ी बढ़ीटा पड़त। गणतंत्र अगर खतरा में है, संघीयता अहाँ के नहीं बच सकिए। अहाँ संघीयता के हटेबे और गणतंत्र के चाहबे तो नहीं, एक दोसर के अहाँ के पूरक अछि। और सबसे महत्वपूर्ण बात तो की रहे जे भारत में अंग्रेज विरुद्ध के आंदोलन रहे। भारत चिन्हे, भारतीय वासी सब चिन्हे जी अंग्रेज है, एहन देखब में है। और अंग्रेज के भारत छोड़ो आंदोलन भेले, बाहरी उपनिवेशवाद रहे, हट गेले। लेकिन नेपाल में अपना सब जन आंदोलन क के, विभिन्न आंदोलन क के, जकरा साथ अपने सब संघर्ष के लिए उस शक्ति संघीय सदन में आयल है। बाहरी उपनिवेशवाद के छोड़ दिया, आंतरिक उपनिवेशवाद ऑलरेडी है। ते द्वारे एहन समय में हम सब जैसे संपूर्ण जे दल के बहुत लंबा आंदोलन है, लंबा संघर्ष के नेपाल में राजनीतिक दल सब है, जगह दलीय संरचना बहुत स्ट्रांग है, वो दल सबके जिम्मेवारी और महत्वपूर्ण हो, गणतंत्र के बचाव के लेल और संघीयता के बचाव के लेल। लेकिन सिंगो अपन सब मध्य प्रदेश सभा के जे एक आवाज अपने के रह के चाहिए। और हम सब आलोचना भी करी तो क्रिटिक आलोचना करे के चाहिए। अहाँ किनको आलोचना करबे तो निश्चय ही जैसे लोग भी यहाँ के देखत कि यहाँ आलोचना केहन करे छी, गलत करे छी कि सही करे छी। आलोचना भी हुआ के चाहिए। अगर आलोचना नहीं होते, कहे छी निंदक नियरे राखिए आंगन कुटी छवाई। और सदन हम फिर से कहब, सदन होइ छी प्रतिपक्ष के।
हम सत्ता पक्ष के प्रमुख सचेतक छी, सरकार के तरफ से अपने सबके शुभकामना भी देवे चाहे छी, लेकिन सदन प्रतिपक्ष के होइ छै, प्रतिपक्ष के अच्छा चीज के अच्छा, गलत चीज के गलत। और जखन मध्य प्रदेश के सबक हित के बात हुए तखन प्रतिपक्ष और सत्ता पक्ष जो विगत में देखल गेलै है, बहुत विगत में भी दोहराइल सांसद सब प्रदेश सभा में छथिन, हम बुझाइए जे सही कहैत होबै तो वो सब चिंतन करैत हेतै, तो वही हिसाब से हमरा सबके जे छै आगाड़ी बढ़े के चाहिए। बस अच्छा काम के लिए हो गई है पीर पर्वत सी पिघलनी चाहिए, गणतंत्र और संहिता की रक्षा करने के लिए इस हिमालय से कोई गंगा निकलनी चाहिए। धन्यवाद। जय मधेश। अब मान्य श्री जनार्दन सिंह छेत्री, समय 12 मिनट। सम्माननीय सभामुख महोदय, सदन का आदरणीय माननीय सांसदजीहरू, तेस्रो अधिवेशन को पहिलो दिन सम्पूर्णमा हार्दिक शुभकामना म दिन चाहन्छु। र आज यो सदनमा उभिँदै गर्दाखेरि हामीले विगतका उपलब्धिहरूको र हामी एउटा विधायिकाको हिसाबले हाम्रो कर्तव्य हो जनताको हितको कुरा गर्ने, कानुन निर्माण गर्ने र प्रदेशमा देखिएका समस्याहरूलाई सदनमा उजागर गर्ने। तर विगतको दिनदेखि हामी हेर्दैछौँ संसद जुन रूपले अगाडि बढ्नुपर्ने हो त्यो रूपमा हामी अगाडि बढ्न सकिरहेको छैनौँ। अघि पनि मन्त्रीमण्डलको सूचना हामीले सुन्यौँ, यो पहिले नै सूचना हुनुपर्ने अहिले आएर सूचना आयो। अर्को कुरो के छ भन्दाखेरि बिजनेस जुन सदनमा आउनुपर्ने हो त्यो आइरहेको छैन र जुन गम्भीरतापूर्वक हामीले छलफल उठाउनु पर्ने हो जनजीविकाको सवालमा, जनताको सवालमा, विकासको सवालमा, त्यसको बारेमा हामी उठिरहेको छैन, किनभने सरकारले बिजनेस नै दिन सकिरहेको छैन। त्यसकारणले यसमा चाहिँ सम्पूर्ण दलका नेताहरू चाहिँ गम्भीर हुनुपर्ने आवश्यक मैले महसुस गरेको छु। अर्को कुरो के छ भन्दाखेरि हामीले यत्रो लडाई लडेर यो देशमा चाहिँ गणतन्त्रको स्थापना भयो, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। ती सम्पूर्ण शहीदहरू प्रजातन्त्रका प्राप्तिका लागि र अन्य कालखण्डमा यो देशको आजादीको लागि शहादत प्राप्त गरेको शहीदहरूप्रति म हार्दिक नमन गर्न चाहन्छु। र यो गणतन्त्रमा र यो संहितामा एउटा पक्षले के उठाइरहेछ भन्दाखेरि यो देशमा संहिता नै अभाव छ, यो गणतन्त्र नै चाहिँदैन। त्यसलाई चिर्ने काम पनि कुनै एउटा सरकारको मात्र होइन, कुनै एउटा दल विशेषको होइन, हामी सम्पूर्ण सांसदको र सम्पूर्ण दलका मान्छेहरूको कर्तव्य हो। के साँच्चै लोकतन्त्र आएपछि, गणतन्त्र आएपछि देशमा विकासै भएको छैन? हामी कल्पना गरौँ त 46 सालभन्दा पहिलेको अवस्थाको देशको, प्रदेशको। हामी पनि गाउँमा बस्ने मान्छे हौँ। एउटा गाउँमा जानको लागि टायर गाडामा, त्योभन्दा पनि काठको गाडा हुन्थ्यो, त्यो गाडामा हिँड्नु पर्थ्यो। र हामी वीरगञ्जवासी वीरगञ्ज आउनको लागि बेलुका हामी गाडामा चढ्थ्यौँ भने बिहान आएर वीरगञ्ज हामी पुग्नु पर्थ्यो। 15 किलोमिटरको बाटो हामीले 20 किलोमिटरको बाटो पनि आउनलाई रातभरि लाग्थ्यो हेर्नुहोस्। तर आज हेर्नुहोस्, अरू कुरा जेसुकै भए पनि भ्रष्टाचार भयो होला, अपारदर्शिता भयो होला, केही कमी कमजोरी भयो होला, त्यसको बावजुद पनि अहिले सदरमुकाममा आउनको लागि तपाईको पर्सा जिल्लाको कुनै पनि कुरामा 40 मिनटभन्दा बढी लाग्दैन। आज गाउँ गाउँमा स्कुल बनेको छ, स्वास्थ्य चौकी पुगेको छ, सञ्चारको क्षेत्रमा फड्को मारेको छ, क्रान्ति भएको छ। हामी पहिले छिमेकी भारत जाँदाखेरि त्यहाँ ग्राम पञ्चायतमा हामी खडन्जा हेर्थ्यौँ अनि हामी कल्पना गर्थ्यौँ मेरो गाउँमा कहिले खडन्जा बन्छ, मेरो गाउँमा कहिले नाला बन्छ। तर आज गाउँ गाउँमा नाला बनेको छ, खडन्जा बनेको छ, ढलान भएको छ, स्कुलहरू बनेको छ, सामुदायिक भवनहरू बनेको छ। स्वास्थ्यको क्षेत्रमा पनि यत्रो हरेक
तपाईँको क्षेत्रमा चाहिँ स्वास्थ्य चौकीदेखि ल्याएर क्षेत्रीय अस्पतालहरूको स्थापना भएको छ। भने यति सारा उपलब्धि हुँदाहुँदै पनि हामी गणतन्त्र र संहितामा विश्वास गर्ने दलहरूले त्यो जुन शक्ति छ त्यो शक्तिलाई हामी चिर्न सकिरहेको छैनौँ र तिनीहरूले जनतामा चाहिँ भ्रम सृजना गर्ने कामहरू गरिरहेछन्। त्यस कारणले यो गणतन्त्रको लागि र यसको रक्षाको लागि चट्टान जस्तै सम्पूर्ण दलका साथीहरू र सम्पूर्ण दल उभिनुपर्छ जस्तो मलाई लाग्दछ। र यसमा केही छ भने त्यसको व्यवस्थापन र त्यसको सम्वर्धनको लागि हामी आफै पनि केही जिम्मेवार छौँ। यो मुलुकको राजनीतिको विडम्बना हो राष्ट्रिय दलहरूको ध्रुवीकरणले गर्दाखेरि एउटा देशमा अस्थिरता चाहिँ पैदा भइरहेछ। चाहे संघीय सरकार होस् चाहे प्रादेशिक सरकार होस्, जोसुकै हुन्, त्यो सरकार बन्ने बित्तिकै दिन गिन्ती सुरु हुन्छ। मान्छेले भन्ने सुरु गर्छ अब जाला यो सरकार 2 महिनाको आइछ 3 महिनाको आइछ। भने त्यो मनोवृत्तिमा भएको सरकारले देशको विकास प्रदेशको विकास के गर्न सक्छ? यो राष्ट्रिय चिन्तनको विषय हो, राष्ट्रिय बहसको विषय हो। के राष्ट्रिय दलहरू एक ठाउँमा उभिएर स्थिर सरकार हामी दिन सक्दैनौँ? त्यो दिएको खण्डमा एउटा देशमा एउटा जनतामा एउटा आशावादी एउटा मेसेज जान्थ्यो र जुन संहिता विरोधी गणतन्त्र विरोधी शक्तिहरू एउटा जवाब पनि एउटा हुन्थ्यो। तर आज मान्छे त भन्दैछन् गाउँ गाउँमा चियाको पसल पसलमा कि नेताहरू यो खाली कुर्सीको लागि मात्र राजनीति गरे, मन्त्री बन्नका लागि, मुख्यमन्त्री बन्नका लागि, प्रधानमन्त्री बन्नका लागि, त्यसका लागि मात्र खेल भइरहेछ। राष्ट्रको लागि चिन्ता छैन, जनताको लागि चिन्ता छैन। यो शब्द कटु हो तर यसमा सत्यता पनि देखिन्छ। त्यस कारणले एउटा के अरे राष्ट्रिय स्तरको पनि एउटा कन्सियसनेसको चाहिँ बिल्डअप गर्नु अति नै आवश्यक छ देशमा। नत्र भने अब मुख्यमन्त्रीजीले 4 चोटि पहिले विश्वासको मत लिइसक्नु भएको छ, अरू कोशीको हामी देखिरहेछौँ, भर्खरै गण्डकीको हामी देखिरहेछौँ। यो जुन विथिति छ यसलाई अन्त गर्नको लागि सम्पूर्ण राष्ट्रिय दलहरू र सम्पूर्ण अरू दलहरू पनि यसमा चिन्तन गर्नुपर्ने, बहस गर्नुपर्ने जरुरी छ। अर्को कुरा म के यहाँ राख्न चाहन्छु भन्दाखेरि प्रदेश सरकारको 23 गते विश्वासको मत लिने तोकिएको छ। संवैधानिक व्यवस्था अनुसार 30 गते हामीले बजेट भाषण आउनुपर्छ र अहिलेसम्म सरकारको चाहिँ नीति तथा कार्यक्रम केही प्रस्तुत भएको छैन। अब यति छोटो अवधिमा यदि पहिले ल्याउने हो र आउँदाखेरि के साँच्चीकै त्यो विषयवस्तुमा गहन चिन्तन र विषयवस्तुमा एउटा के भन्छन् एउटा डिबेट हुन सक्छ। त्यस कारणले एउटा नीतिगत कुराहरू जुन छ सरकारले यो चाहिँ समयमै ल्याएर गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यो भयो भने एउटा बहस एउटा छलफल चाहिँ अगाडि जान्छ। त्यसको सँगसँगै एउटा जनजीविकाको सवालमा आउने जुनसुकै सरकार होस्, नीति तथा कार्यक्रम ल्याउँदाखेरि, बजेट ल्याउँदाखेरि, कार्यक्रम ल्याउँदाखेरि 2-3 पक्ष म राख्न चाहन्छु आउने दिनमा सरकारले समावेश गर्छ। पहिलो नम्बर 1 जुन बेरोजगारी छ, मधेसमा पनि बेरोजगारी छ, देशमा पनि बेरोजगारी छ। तर हाम्रो प्रदेशमा जुन आज विदेशी नै औसत छ त्यो गाउँको गाउँ पनि हाम्रो प्रदेशमा पनि खाली भइरहेछ। त्यस कारणले त्यसलाई रोक्नको लागि जुन पढे लेखेका युवाहरू छन् र पढ्दैछन् तिनीहरूलाई टेक्निकल एजुकेसनको लागि चाहिँ नै एउटा नीतिबद्ध रूपले सरकारले एउटा पोलिसी ल्याउनुपर्छ र त्यसको लागि जस्तै विदेशमै आज खाडी मुलुकमा गइरहेछन्, लेबरको रूपमा काम गरिरहेछन्, श्रमको शोषण छ। तर त्यही ठाउँमा हामी स्किल लेबर हामी पठाउन सक्यौँ भने तिनीहरूले सजिलो काम पनि पाउँछन्, छिटो काम पनि पाउँछन् र एउटा पारिश्रमिक पनि बढी पाउन सक्छ। त्यसको लागि प्रदेश सरकारले एउटा टेक्निकल एजुकेसनमा विशेष पहल गर्नुपर्छ जस्तो मलाई लाग्दछ। चाहे फार्मेसीको होस्, चाहे हेल्थको होस्, चाहे एसए होस्, नर्सिङको होस्, मेडिकल लाइनको होस् अथवा अरू जुन टेक्निकल एजुकेसन छ। हाम्रो देश हामी कस्तो छौँ भन्दाखेरि कहिलेकाहीँ हामी हाउगुजीमा पनि लाग्छौँ। हामीले विगतमा देख्यौँ एकजना डाक्टर साहबले चाहिँ एजुकेसनको मामलामा
यो मेडिकल शिक्षाको बारेमा आन्दोलन गर्नुभयो, सहर सहरमा हामी राखो बाल्यौँ, सबै गाउँमा सबै सहरमा राखो बालियो। र त्यसले गर्दाखेरि त्यो नीति आएको कारणले गर्दाखेरि सरकार, केन्द्रीय सरकारको पोलिसीले अधिकांश तपाईँको कलेजहरू, मेडिकल कलेजहरू, टेक्निकल कलेजहरू, नर्सिङ कलेजहरू बन्द हुने अवस्थामा छन्, धेरै बन्द पनि भइसकेका छन्। आज तपाईँ हाम्रो छोराछोरीले म नर्सिङ पढ्न पाउँछु, म एचए पढ्न पाउँछु, म फार्मेसी पढ्न पाउँछु, म ओभरसियरी पढ्न पाउँछु भन्दा पनि एडमिसन पाइरहेछन्। कति विडम्बना छ, 21औं शताब्दीमा कुनै विद्यार्थीले, कुनै बच्चाले म चाहिँ टेक्निकल पढ्छु, म डक्टर बन्छु, अथवा म इन्जिनियर बन्छु, अथवा म एचए बन्छु भन्दाखेरि उसले पढ्न नपाउने, यस्तो काली लाग्दो अवस्था एजुकेसनको हाम्रो हुन्छ। त्यो हाम्रो देखिरहेछ। त्यस कारणले प्रदेश सरकारसँग पनि मेरो आग्रह छ, यसमा चाहिँ प्रदेश सरकारले नीतिगत रूपमा यसमा पहल गर्नुपर्छ र प्रदेश सरकारले पनि प्रादेशिक अस्पतालहरू जुन छन् त्यसलाई व्यवस्थित गरेर हामी प्रदेशको मातहतका सरकारहरूको अस्पतालहरूको अवस्था पनि हामी हेर्दैछौँ के कस्तो अवस्थामा छ, सबैको जग जाहेर छ। त्यस कारणले त्यो प्रादेशिक अस्पतालहरूलाई पनि एउटा टेक्निकल एजुकेसनको त्यहाँ पनि व्यवस्था गर्यो भने, किनभने नर्सिङको लागि अस्पताल चाहियो, एचएको लागि, फार्मेसीको लागि सबैलाई हस्पिटल चाहिन्छ। यदि त्यसमा सिरियस भएर सरकारले लाग्ने भने त्यो गर्न सक्छ। नगरपालिकाहरूले गरिरहेछ, हामी देखिरहेछौँ यही देशमा पनि कतिपय नगरपालिकाहरूले टेक्निकल कलेज चलाइरहेछ भने के प्रदेश सरकारले चलाउन सक्दैन? यदि प्रदेश सरकारले कम्तीमा पनि जिल्लाहरूमा चाहिँ त्यो व्यवस्थित गरिदियो भने हाम्रो देशको जनशक्ति त्यो पढ्नको लागि आज खरबौं, अर्बौं होइन, खरबौं रुपियाँ विदेशमा गइरहेछ। त्यसको लागि चाहिँ त्यो राष्ट्रिय मुद्रा पनि वञ्चित हुन्छ। अर्को कुरो के छ भन्दाखेरि मेडिकल कलेज गर्यो भने तपाईँको बाहिरको विद्यार्थी पनि नेपालमा पढ्न आउँछन्। हामीलाई अचम्म लाग्छ, हामी के बुझ्छौँ भन्दाखेरि हामी मात्र विदेश जान्छौँ। तपाईँ काठमाडौँ युनिभर्सिटीको डाटा पल्टाएर हेर्नुहोस्, विभिन्न देशबाट काठमाडौँ युनिभर्सिटीमा पनि तपाईँको बाहिरको मान्छेहरू पढ्न आउँछन्, नेपालमा पढ्न आउँछन्। तर हाम्रो मनोवृत्ति के छ भन्दाखेरि त्यो विदेशी टिचर, विदेशी टेक्नोलोजिस्ट अथवा विदेशी कुनै अर्थविद हेर्ने बित्तिकै यसले धेरै जाने छ, हाम्रो नेपालीले जानेकै छैन भन्ने हाम्रो मनोवृत्ति त्यो छ। त्यस कारणले हाम्रो देशमा पनि युनिभर्सिटीहरूमा, मेडिकल कलेजहरूमा विदेशका मान्छे पढ्न आइरहेछ। त्यसकारण मेडिकल कलेजहरूको व्यवस्था हामीले ठुलो त्यसको नियम नीति गर्न सक्यो भने के फरक पर्छ? जनकपुरमा 5वटा मेडिकल कलेज पर्छ, त्यसले के फरक पर्छ? पहाडै टुट्छ। सरकारले नियमन गर्ने हो। त्यो मेडिकल कलेजले उसले उसको बेसिक जुन उसको निड हो त्यो फुलफिल गरेको छ कि छैन? यदि फुलफिल गरेर उसले चलाउँछ भने दिनुपर्छ। सरकारले त्यो खुला नीति गर्नुपर्छ। त्यो भयो भने त्यो मेडिकल मध्य प्रदेश पनि एउटा एजुकेसनल हबको रूपमा हुन सक्छ र भारतदेखि लगायत अरू देशका मान्छेहरू पनि हामी कहाँ पनि टेक्निकल एजुकेसन पढ्न आउँछन्। त्यसकारण यो कुराहरूमा पनि नीतिगत रूपमा हामी यो कुराहरूमा सरकारले चाहिँ ध्यान दिनु जरुरी छ र यो नीति तथा कार्यक्रममा आगामी आउँदाखेरि यसलाई समावेश गरियोस्। त्यस्तै किसिमले म पुनः दोहोऱ्याउन चाहन्छु र म पहिले पनि धेरै पटक भनेको छु टुरिज्मको बारेमा। पर्सा बन्न जानु आरक्षित जुन छ त्यो कुनै मामलामा तपाईँ स्टडी गर्नुहोस्, सौराभन्दा कुनै मामलामा कमजोर छैन, केवल हाम्रो इच्छा शक्तिको कमजोरी छ। हामीले व्यवस्थापन गर्न सकिरहेका छैनौँ। माननीय मुख्यमन्त्रीजीले मैले पटक पटक अनुरोध गरेको छु कि कमसेकम टुरिज्म डेभलपमेन्टको लागि एउटा बोर्ड त बनाउनु प्रदेश सरकारले, र त्यसमा पार्टीको कार्यकर्ता होइन कि एक्सपर्टहरू राख्नुहोस्, विज्ञहरू राख्नुहोस्, राखेर चाहिँ मध्य प्रदेशको चाहिँ एउटा टुरिज्मको अवस्थालाई अगाडि बढाउनुहोस्। त्यो भयो भने हामी भोलि नेपाल यो प्रदेशमा पनि हाम्रो पनि डलरको रूपमा हामी चाहिँ आम्दानी प्रदेश सरकारले गर्न सक्छ अनि त्यसले एउटा फड्को पनि मार्न सक्छ। तर हामीले विगतमा आवाज उठाउँदै पनि त्यसमा चाहिँ कुनै तात्विक परिवर्तन एक मिनटमा सभामुखी त्यसमा कुनै हामीले चाहिँ प्रदेश सरकारको चासो देखेनौँ। त्यसकारण मेरो सरकारसँग, प्रदेश सरकारसँग आग्रह छ, यो पर्सा वन्यजन्तु आरक्ष, ठोरी, रामभौरी लगायत यहाँ पूर्वसम्मको अरू पनि होला क्षेत्र होला, त्यसलाई चाहिँ एउटा प्याकेजको रूपमा अरूलाई पनि एउटा प्याकेजको रूपमा एउटा पर्यटनको मध्य प्रदेशमा पनि पर्यटनको लागि एउटा बोर्ड गठन गरेर होस् वा कुनै एउटा समिति बनाएर त्यसको चाहिँ अध्ययन अनुसन्धान चाहिँ अगाडि बढाउनु पर्यो। र अर्को पुनः चाहिँ यो आउने यो अधिवेशनको सफलताको कामना गर्छु र अन्तमा एउटा कुरा के राख्छु भने
सरकार जुनसुकै होस्, तर कृपया तपाईँहरूले सांसदको मर्यादा चाहिँ नि राखिदिनुहोस् के। जोसुकै मन्त्री बन्नुहोस् र मन्त्री बन्ने साथीहरूले यो नभनिदिनुहोस् कि म आजीवन मै मन्त्री हो भनेर, त्यो हेक्कार होस्। मैले अघि पनि भने यहाँ दिनगिन्ती सुरु हुन्छ, अहिले पनि सङ्घको दिनगिन्ती सुरु भइसक्यो, प्रदेशको पनि दिनगिन्ती सुरु हुन्छ भन्ने बित्तिकै त्यसको हामीले देखेका छौँ विभिन्न जिल्लाहरूमा माननीय सांसदहरू अफिस पुग्छन्, तर माननीय सांसदहरूलाई विकासको बारेमा थाहा हुँदैन। बिचौलियाले चिठी लिएर हिँडिराखेको हुन्छ। योभन्दा दुर्भाग्य हुन सक्छ के? त्यस कारणले हामी पारदर्शी हुने कि नहुने, हामी पनि पारदर्शी हौँ। एउटा सांसद हो बाबा, यो हाउसमा उभिएर बोल्ने उपस्थित हुने हरेक सांसद हो। हरेक सांसदको टाउको गिनाएर तपाईँ मन्त्री बन्नु भएको छ नि त। त्यो कुरा किन बिर्सिनुहुन्छ नि? त्यो नबिर्सिनुहोस् न। त्यस कारणले मेरो आग्रह छ, विनम्र आग्रह छ सभ्य भाषामा कि सांसदहरूको मर्यादा राखिदिनुहोस् मन्त्रीजीहरू। त्यो मर्यादासँग तपाईँहरूले खेलवाड नगर्नुहोस्। भोलि तपाईँसँग पनि त्यही कुरा हुन सक्छ। तपाईँ मन्त्रीबाट झर्ने बित्तिकै अर्को मन्त्री भयो भने तपाईँसँग अहिले जे व्यवहार गर्दै हुन्छ त्यही व्यवहार तपाईँसँग पनि हुन सक्छ। त्यस कारणले यिनै कुराहरू राख्छै। पुनः एउटा देशमा स्थिति कायम होस्। प्रदेश सरकारले प्रदेशको गौरवको लागि योजनाहरू समावेश, शिक्षा, स्वास्थ्य, खानेपानीको हाहाकार सुरु भइसक्यो। सिँचाइको हाहाकार छ हेर्नुहोस्। गाउँ गाउँमा सिँचाइको कुलो सुकिसक्यो, जनता को मार्कामा परेछन्। विगतमा पनि आवाज उठ्यो, तर सरकारले थाहा थियो, सरकारले पोहोर सालमा यो अवस्था आएको छ भने अहिले सरकारले के त्यसलाई होमवर्क गर्नु पर्थेन? त्यसको लागि प्याकेज ल्याउनु पर्थेन? सरकारलाई थाहा थिएन खानेपानीको समस्या हुन्छ, सिँचाइको समस्या हुन्छ। त्यसैले सरकार यो विषयवस्तुमा गम्भीर होस्। धन्यवाद। अब मान्य श्री दीपेन्द्र कुमार ठाकुर, समय 14 मिनट। माननीय सभामुख महोदय, आज हाम्रो मध्य प्रदेशको प्रदेश सभाको तेस्रो अधिवेशन प्रारम्भ भएको हुनाले सबभन्दा पहिले त्यसको म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यो अधिवेशन सभ्य रूपमा सफल होस्, जनतामुखी होस्, जनताले रुचाएको कामहरू, जनताको भावनाहरूको सम्बोधन होस् भन्ने कामना गर्न चाहन्छु। भन्नुपर्ने पूर्व वक्ताहरूले, पूर्व मान्यहरूले, जब विद्वान मान्यहरूले सबै कुरा राखिसक्नु भएछ। यहाँ राजनीतिक बेइमानी भन्छ क्या, अब त्यो चाहिँ नियतमा भर पर्छ। दुईतिर सोच्नुहुन्छ भने यहाँ कस्तो छ हाम्रो ट्रेन्ड अहिले, या त यसलाई मेच्योर्ड भन्न मिल्दैन कि त प्र्याक्टिसमै भनौँ, त्यसै त्यो भन्दा पनि मिल्छ। सरकार बन्दा जति विपक्षी परि हुन्छन् सहयोग गर्ने कसैको भावना देख्दैन। जुनसुकै हालतमा पनि सरकारलाई ढाल्नुपर्छ, खसाउनुपर्छ। एउटा नियत, एउटा कुण्ठा बोकेर एउटा पक्ष चाहिँ अगाडि बढेको हुन्छ। अर्को सरकार पक्ष जुन हुन्छ, सरकार पक्षको कस्तो छ, यहाँ जनताप्रति कुनै जवाबदेही छैन, सरकारप्रति कुनै जवाबदेही छैन। म मन्त्रीदेखि मुख्यमन्त्रीसम्मको कुरा गर्छु, कुनै पनि व्यक्तिमाथि म लक्षित गर्दैन। सबैको मैले के रिड गरेँ, अथवा यहाँ प्रदेशको जनताहरू पनि रिड गर्नुभएको होला, यहाँ विद्वत हाम्रा मान्यहरू पनि रिड गर्नु भएको होला यो कुराको। वास्तवमा भन्ने हो भने म एनी हाउ चुनाव कसरी जित्छु, आफ्नो क्षेत्र बाहेकको चाहिँ मैले कसैमा लङ भिजनरी हुन्छ नि एउटा भिजन, त्यो भिजन मैले अहिलेसम्म कुनै मन्त्रीमा
कुनै चाहिँ नेतृत्वकर्तामा हेरेको छैन। भलै मैले गलत भनेको होला, तर मेरो के आग्रह छ, कुनै पनि सरकार आओस्, कुनै पनि सरकार बनोस्, कसैले पनि नेतृत्व गरोस्, हामी दलतन्त्रमा अहिले हाम्रो दलीय व्यवस्थामा हामी चाहिँ विश्वास गरेर अगाडि बढेका छौँ। कुनै पनि दलले नेतृत्व गर्दा जनताको चाहना अनुरूप काम गरिदिनुपर्छ भन्ने मेरो ठम्याइ हो र धेरै हाम्रो मध्य प्रदेशका जनताहरू धेरै आशावादी छन्। कुरा गर्ने हो भने अहिले 7वटै प्रदेशमा हाम्रो 61-62 को मानौँ न, हाम्रो अहिले 61औं महालेखा परीक्षण गरेर दिएको छ। त्यसमा जम्मा 740 करोड चाहिँ अवण्डा मतलब बेरुजु रकम खर्च भएछ। त्यसमा सबभन्दा पहिलो हामी छौँ। 184 करोड हामी बेरुजु बनाएर मधेसमा चाहिँ अग्रस्थानमा छौँ। हामी चाहिँ भ्रष्टाचार, यसलाई भ्रष्टाचारै भन्न मिल्छ, अग्रस्थानमा हामी छौँ। कुनै कुनै ठाउँमा यही मध्य प्रदेशमा हेर्नुहुन्छ भने एउटा माननीयजीको क्षेत्रमा 1-1 अरबको टेन्डर निस्किएको छ अहिले। आहा, कस्तो आनन्द लाग्छ। वास्तवमा हुनुपर्ने हो, तर सबैलाई हुनुपर्ने हो के, 107लाई त्यस्तो हुनुपर्ने थियो। त्यो वातावरण चाहिँ बन्न सके छैन, किनभने डर छ म आफ्नो क्षेत्रमा काम गरेन भने म चुनाव जित्न सक्दैन। त्यही भएर आफ्नो क्षेत्र चाहिँ केन्द्रित गरेर मात्रै चाहिँ माननीय मन्त्रीहरूको मैले आशय देखेको छु। कति पनि विधेयक आए, हाम्रा विद्वान माननीय रामसिंहजीले भन्नुभयो धेरै हामीले विधेयक बनायौं, एउटा पनि लागू भएछ व्यवहारमा। 7 वर्षदेखि मधेसको मसिहा मानिने हाम्रा जसपा नेपालले नेतृत्व गरेर लगभग सबै दलले उहाँलाई सहयोग गरेको थियो। उहाँलाई नेकपा एमाले पनि सहयोग गरेको छ, लोसपाले पनि सहयोग गरेको छ, नेपाली कांग्रेसले पनि सहयोग गरेको छ। मलाई लाग्छ यो सदनको, हजुरलाई याद होला सबै सांसदहरूलाई, मान्यज्यूहरूलाई, 107 जना मध्ये 107वटा मत उहाँले पाउनु भएको थियो। यही सदनबाट उहाँलाई डनको संज्ञा भनेर मैले नै भनेको थिएँ, तर उहाँले त्यो गरिमालाई सायद कायम राख्नु सक्नु भएन कि। म कसैप्रति लक्षित हुँदैन, म कमेन्ट गरे भने उहाँले भन्नुभएको थियो निन्दक नियर राखिए, त पहिला के हुन्थ्यो, मान्छेले जुन गुनासो गर्थे नि त्यो गुनासोलाई कन्सेप्टको रूपमा, सुझावको रूपमा मान्छेले लिन्थ्यो। तर अहिले त्यो कस्तो व्यथिति छ, यदि सही कुरो भनिदिनु हो भने सबभन्दा शत्रु या त्यही सही कुरो भन्ने मान्छे हुन्छ। खानेपानीमा यस्तो हाहाकार छ, यस्तो हाहाकार छ। मेरो क्षेत्र पर्छ शहरी क्षेत्र। शहरी क्षेत्रमा जबकि खानेपानी संस्थानले, सुइबरले, 2-3वटा संस्थानले पनि पानी पुर्याउने काम गरिरहेछ, तैपनि सबभन्दा ठुलो माग चापाकलको र पानीको छ। अहिले म बन्ने सरकारसँग, हाम्रो सरकारसँग, हाम्रो मुख्यमन्त्रीजीसँग म के आग्रह गर्न चाहन्छु भने कम्तीमा खानेपानीको व्यवस्था सही रूपले गरिदिनु पर्यो। उहाँ खानेपानी मन्त्री यही हुनुहुन्छ, मलाई लाग्छ मैले उहाँलाई 10 चोटि फोन गरेको होला कि एउटा 2टा कम्तीमा ठाउँ ठाउँमा कल चाहिँ चापाकल पनि हालिदिनुस्। तर उहाँले सक्नु भएन कि विपक्षीको सांसद हो, विपक्षीको काम गर्नु पर्दैन भनेर कानमा ठम्याई गर्नुभयो कि सुन्नु भएन कि। उहाँको नियत जानोस्, उहाँको काम जानोस्। यति विधेयक पारित भए पनि एउटा पनि कार्यान्वयन भएको छैन। विद्युतको यहाँ यस्तो समस्या छ मध्य प्रदेशमा। फेरि यो विद्युत प्राधिकरण मलाई के लाग्छ संविधान भन्दा माथि हो। यो पैसा सबै लिने, ठ्याक्कै टाइममा पैसा चाहियो, पैसा पाएन भने लाइन काट्दिने, लाइन काटेको पनि पैसा जोडेर त्यो बिलमा लिने। मिटर ब्याजी हामी भन्छौँ 10% खानेलाई, 20% खानेलाई हामी मिटर ब्याजी भन्छौँ, तर
विद्युतको पैसा महसुल यदि तपाईँ टाइममा बुझाउनु भएन भने त्यो 15, 25, 35 बढ्दै जान्छ। के त्यसलाई नियन्त्रण गर्ने केही छैन? कुनै मापदण्ड छैन? हाम्रो मध्य प्रदेशमा या केन्द्र सरकारलाई म यही हाम्रो सभामुखजी मार्फत म आग्रह गर्न चाहन्छु केन्द्र सरकारलाई, मैले यहाँहरू बोलेको आवाज पुरै नेपालमा नजाला, तर आफ्नो सभामुख मार्फत म आग्रह गर्न चाहन्छु कि सबभन्दा पहिले विद्युत प्राधिकरणलाई यो मिटर ब्याजीलाई पहिला यो कारबाही गर्नु पर्यो कि त जनतालाई दिने सुविधा 3 महिना अथवा 6 महिना वेट गर्नुपर्छ। अन्य अन्य देशमा पनि संसारको प्र्याक्टिस हेर्ने हो भने अन्य साउथ एसियामा जति पनि कन्ट्रीहरू छन्, विभिन्न कन्ट्रीहरूमा लाइन काटिन्छ कति 3 महिना, 4 महिना, 5 महिना, 6 महिना यदि महसुल बुझाएन भने लाइन वास्तवमा काटिन्छ। तर काटेर पुनः उसले बिल जम्मा गर्यो, पुनः लाइन सुचारू गरिदिने हो। तर यहाँ त कस्तो छ, आज लाइन काट्यो अनि भोलिदेखि तपाईँलाई 25%, 35% जरिवाना सुरु गरिदिन्छ। यो जरिवानाले नेपाल भरिका जनता कति पीडित होलान्? यसलाई कुनै नियन्त्रण गर्ने उपाय यदि छ भने म एउटा सुझाव र आग्रह गर्न चाहन्छु, यसमा जसरी पनि हाम्रो यो कुराको रुलिङ होस्। यहाँ प्रहरी ऐन बन्यो तर लागू भएन। हाम्रो कर्मचारीहरूको ऐन बन्यो तर लागू भएन। कसरी लागू हुन्छ? त्यो लागू गर्नलाई हामीले केही गर्यौं कि? हाम्रा जुन सरकारहरूले नेतृत्व गर्नुभयो त्यो सरकारले केही प्रयास गरे कि? मैले केही देखिरहेको छैन। नागरिकताको यहाँ यस्तो प्रब्लम छ, अहिले यस्तो व्यथिति छ सभामुखज्यू, नागरिकता लिने मान्छे चर्को घाममा लाइनमा बस्छन्, तर एउटा कुनै यदि डकुमेन्ट, सामान्य यदि डकुमेन्ट यदि कमी भयो भने सिडिओले पटक पटक मान्छेलाई घुमाएर दिक्क लगाएर त्यो मान्छे नागरिकता लिनबाट चाहिँ वञ्चित भइरहेछन्। अनायास डकुमेन्ट खोज्ने मधेसको मान्छे अनुहार हेर्ने बित्तिकै चाहिँ यो चाहिँ क्रियाकलाप भइरहेछ जिल्ला प्रशासन कार्यालयहरूमा। त्यो चाहिँ कम्तीमा यसप्रति सुधार हुन्छ, सुझाव दिन चाहन्छु म। यसप्रति आउने सरकारले चाहिँ सुझाव दिन चाहन्छु, आउने सरकारले यसमा केही गर्छ कि? स्थानीय कृषिको बारेमा धेरै मान्यजहरूले भन्नुभयो, तर कृषिको लागि कृषि मन्त्री अहिले आउनु भएको छैन, न्यौपानेजी। मलाई लाग्छ आजसम्म कुनै मान्यलाई थाहा छैन होला कि कृषिमा के काम गरिन्छ, कहाँ कहाँ गरियो भनेर। अघि कुन मान्यजीले भन्नुभयो कि मन्त्री बन्नुहुन्छ, यो माथि मान्छे भन्दा अर्कै मान्छे बन्नुहुन्छ जस्तो गर्नुहुन्छ। हाम्रो यो सदनमा जम्मा 106 वटा 107 वटा जम्मा मान्य छौँ हामी। यो सरकारमा चाहिँ 15 जना मन्त्री हुन्छ, 15 × 75 से। एउटा मन्त्रीले यदि 5 जना मन्त्रीलाई मान्यलाई फोन गरिदियो भने कम्तीमा आश्वासन त हुन्छ, मलाई फलानु मन्त्रीले फोन गर्नुभयो त केही छ कि? तर यो 107 मध्ये मलाई लाग्छ 2-4 जनाको फोन कहीँ उठाउँछ तर फोन उठाउँदैन मन्त्री। मन्त्री बन्ने बित्तिकै उहाँको चाहिँ छुट्टै रवैया हुन्छ, फोन नउठाइदिने, कुरा नसुनिदिने, आफ्नो जे इच्छा हुन्छ त्यही गरिदिने। त यो सद्भावको कुरै भएन। सरकार चलाउने, सद्भाव बढाउने कुरा भएन नि। विपक्षीलाई पेल्ने किसिमको कुरा हुन्छ दुई पक्षबाट। मैले भनिसके, दुईटै पक्ष चाहिँ यदि यो मध्य प्रदेशलाई समृद्ध बनाउनु छ, यसलाई हराभरा बनाउनु छ भने दुई पक्ष नै इमानदार हुनुपर्छ। त्यसमा नेकपा एमालेको महत्त्वपूर्ण भूमिका छ, रहिरहन्छ। हाम्रो पार्टी नेकपा एमाले हावाहुरी जस्तो आएको पार्टी होइन। हाम्रो महान विचारकहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, हाम्रा श्रद्धेय अध्यक्ष केपी ओली, यिनी महान विचारकहरूको जगमा चाहिँ उभिएको पार्टी हो। अहिले मधेसको जनताले हेरिरहेछ कि जनतामुखी काम कसले गर्न सक्छ र कहाँ कहाँ गरिरहेको छ। अहिले जुन अवस्था छ हाम्रो मध्य प्रदेशको, यो शहरी क्षेत्रमा मलाई लाग्छ यहाँको जति मान्यहरू हुनुहुन्छ, अधिकांश मान्यहरू
यही राराबग क्याम्पसबाट पढ्नु भएको छ। तर त्यो राराबग क्याम्पसको अहिले अवस्था हेर्नुहुन्छ, यस्तो जीर्ण छ, यस्तो जीर्ण छ। मैले हार गुहार गरेर महेश यादवजी त्यतिखेर मन्त्री हुनुहुन्थ्यो, एउटा बजेट मैले हाल्न लगाएको थिएँ, त्यो पनि फ्रिज भयो। समस्या कहाँनिर छ? कुनै मानलीयले बजेट राख्न लगाउँछन्, उहाँले भन्नुभयो अर्कै शब्दमा, कोही मान्छे अर्कै मान्छे चिठी लिएर जान्छ, केही गर्छ, तर त्यो चाहिँ सम्बन्धित माननीयसँग परामर्श पनि गर्दैनन् कि तपाईँले बजेट राख्नु भएछ, किन राख्नु भएछ, के का लागि राख्नु भएछ, यसमा हामीले के गरिदिनु पर्छ यो पैसाको, त्यो चाहिँ परामर्श गर्दैन। जो मान्छे चिठी लगेको हुन्छ उसकै विचारमा, उसकै हिसाबमा योजना बनाएर पैसा चाहिँ खर्चिहाल्छ, तर थाहा हुँदैन माननीयलाई, सम्बन्धित माननीयलाई थाहा पनि हुँदैन। त्यहाँनिर छ कि दुराशय र दुराभावना त्यहाँनिर चाहिँ झल्किन्छ। स्थानीय यहाँ गौरवको विषय हो हाम्रो रङ्गशाला, यो रङ्गभूमि मैदान, जहाँ माता सीता र भगवान श्रीरामको चाहिँ स्वयंवरै भएको थियो रङ्गभूमि मैदानमा। त्यो रङ्गभूमिको लागि मैले अनेकन प्रयास गरेर मुख्यमन्त्रीजीसँग आग्रह गरेर मैले 17 करोड पैसा चाहिँ जनकपुर उपमहानगरपालिकाको खातामा हाल्न लगाएको थिएँ, तर त्यो पैसा चाहिँ कुनै न कुनै दुराशयले होस् अथवा जे होस् त्यो पैसा पनि फ्रिज भयो। म आग्रह गर्न चाहन्छु, जोसुकै सरकार बने र जिनको नेतृत्व भए पनि हाम्रो जानकी मन्दिर, हाम्रो गहवामाई, हाम्रो कोशी प्रदेशको जन मानौँ न बोर्डर पर्छ हाम्रो कोशी, त्यसलाई जबसम्म सिँगार्नु हुँदैन, जबसम्म तपाईँ गर्नु हुँदैन, कसले गरिदिन्छ? सबभन्दा बढी बेरुजु हाम्रै मध्य प्रदेशमा आउने, सबभन्दा बजेट कम चाहिँ खर्च गर्ने हाम्रै मध्य प्रदेशमा चलन छ। बजेट खर्च गर्न पाउँदैन, किन? सिस्टमै छैन। बजेटलाई कसरी सञ्चालन गर्ने हो, हामी कसरी द्रुत गतिमा काम गर्ने हो, हामीले 2 चोटि 3 चोटि विश्वासको मत दियो मुख्यमन्त्रीजीलाई। उहाँले भन्नुभएको त्यो बुलेट ट्रेनको हिसाबले अब मध्य प्रदेशको काम बढ्छ, तर अफसोस कस्तो छ, केही काम चाहिँ हुन सकेको छैन। जनताको यस्तो निराशा छाइरहेछ, यस्तो निराशा छाइरहेछ जनतामा। मलाई याद छ, सभामुखजीहरूलाई याद होला, हामीभन्दा धेरै पुरानो मान्यजीहरूलाई याद होला, शहीद दुर्गानन्द झा राजा महेन्द्रमाथि यहाँ बम फालेको थियो जानकी मन्दिरमा। त्यतिखेर जनकपुर अञ्चलकै पुरा बजेट चाहिँ बन्द गरिदिएको थियो। मान्यज्यू छोट्याउनुहोस्। भइसक्यो सभामुख। अन्य अञ्चलमा चाहिँ सम्पूर्ण अञ्चलमा बजेट जान्थ्यो, तर जनकपुर अञ्चलमा बजेट चाहिँ जाँदैन थियो, किनभने यहाँ चाहिँ दुर्गानन्द झाले बम फालेको हिसाबले। त्यही दुराशा अहिले पनि छ, त्यो भावना अहिले पनि छ। र हाम्रो मान्यजहरूले भन्नुभयो यो लोकतन्त्रको लागि, यो गणतन्त्रको लागि नेकपा एमाले सदैव तयार रहन्छ, कुनै पनि हालतमा पछि हट्दैन। त्यो बाचाका साथ यो हाम्रो अधिवेशन भव्य रूपमा सफल होस्, उसको मङ्गलमय कामना गर्दै म आफ्नो शब्दहरूलाई यही विराम दिन्छु। धन्यवाद, नमस्कार। मान्य सदस्यहरू, शुभकामना मन्तव्य यही समाप्त हुन्छ। मान्य सदस्यहरू, मध्य प्रदेश सभाको अर्को बैठक 2081 साल ज्येष्ठ महीनाको 22 गते मंगलबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।